ए, कस्तो दुखेको यो टाउको पनि कहिले सन्चो हुने होला र कहिलेबाट काममा लाग्ने होला। म आउँदा आउँदै यस्तो चोट लाग्यो। अब यतिका वर्ष काम गरेर कसरी बिताउने होला मैले? त्यत्रो ऋण लागेको छ, नकमाइकन घर जान पनि सक्दिनँ। आमाले त नजवाब भन्दै हुनुहुन्छ। मानेको भए आज यो दुःख हुन्थेन मलाई। आमाको फोन आएछ। अब के भन्ने होला मैले? आमाले यस्तो कुरा थाहा पाउनु भने झन् रुनुहुन्छ। अडियोमा बोल्नुपर्छ म। हेलो हेलो बाबु, सन्चै छस्? म सन्चै छु नि आमा। सन्चो छैन र बाबु, अब तारकै आछ है तेरो त। कामबाट आएको आमा, त्यही भएर साह्रै थकेला छ। थकेला त्यस्तो बोली हुन्छ र मलाई नराख है बाबु। नाइ केही भएको छैन आमा, त्यस्तो पिर नमान्नु न। बुहारी कता छ त? बुहारी बजारतिर गएछ। होइन, अनुहार हेरेर बोल्न पायो भने थियो गरे, खै भिडियो खोल्न। ए आमा, मेरो डाटा चलाएको, त्यही भएर भिडियो आउन्न के। भोलि पर्सि बोलाउँला है। कहाँबाट बोल्यो सहर? कोठामा छस् कि डिप्टीमा सहर? अहिले म कोठामा छु। कम्पनीमा गएपछि भोलि पर्सि भिडियो कल गर्छ है आमा। ल हुन्छ त नि। ल आमा, ल राखेँ है। ल धेरै चिन्ता नमान्नु होला। ल ल, चाँडो फोन गर है, मलाई हतियार लाग्छ। ए छोरी त आइ त। आमा नमस्ते। आशीर्वाद छ? आमा के चाल गर्नु हो त? सबै ठिकै छ? सबै ठिकै थियो गरे, राम्रै थियो गरे त। आइस खुसी भइ थिएँ, तर भाइ छैन, त्यही भएर बिखुसी भइछु म। किन दुखी हुनु हो त नि? त्यस्तो कमाउनु त गयो नि, भाइ कहाँ गयो त नि? आउँछ नि एकखेर। हुन त हो के अरे, अब त्यस्तो लडाइँ छ उहाँ, केही भयो भने त्यसलाई के हेर्ने? आज त नगए पनि भयो थियो र फेरि जान पर्यो थियो र। त्यस्तो पिर गरेर कहाँ हुन्छ र? सबैले गयो बाहिर पैसा कमाउनु त। त्यस्तो पिर नगर्नु। आज औँसी भनेर आमा भेट्न आएर आमा हाँसी खुसी हुनु होला भनेको त झन् त्यति पिर गरेर भन्नु हो। भाइले केही हुन्न, आउँछ आरामसित, टेन्सन नगर्नु। अब पिर त लाग्ने भएको रे मलाई। भाइ के भयो, तँ के भयो? तँ आएर पनि मलाई घर उज्यालो भएको छ, मन पनि उज्यालो भएको छ, तर त्यसलाई सम्झाउँदाखेरि आँसु आउन खोज्छन्। एउटो छोरो, त्यही पनि घरमा नभएपछि त मन त रुन्छ त गरी जसको पनि। आमा त्यस्तो पिर केही नमान्नु, बरु उसको लागि भगवान्सित प्रार्थना गर्नु, केही टेन्सन नगर्नु। आज औँसी दिन टिका सिका लगाउनु ल। रमाइलो गर्ने दिन रुनी होइन। बिमार नभएर सधैँ हाँसी खुसी, सधैँ यस्तै टिकटक बनाएर राम्री भएर बस्नु होला सबै। आमालाई बस्नु, म जान्छु। अनि भाइले सम्झेर धेरै नरुनु नि फेरि। आउँछु नि फेरि। तपाईँ यस्तो रोइराख्ने भने त कहाँ आउँछु र म फेरि। अब नरोएर आउँछ, विदेश गएका त आइहाल्छन् नि। त्यस्तो गरेर रोएर हुन्छ र? ल आफ्नो मन सम्हालेर बस्नु, म जान्छु अब। ल